हेलो आजको हाम्रो सानो ब्लग चाहिँ हुनेछ हाम्रो यो कलेजको यस्तो ब्युटी छ कि मैले यो फोटोमा क्याप्चर गर्न सकिनँ द्याट्स वाइ आई ह्याड टु क्लिक दिस भिडियो यहाँ हाम्रो प्रिटिएस्ट फोटोग्राफर्स यहाँ देवेन्द्र अनि मुना अनि रमिजा छ अनि हाम्रो अर्को बेस्टी चाहिँ टोइलेट जानुभएको छ रोजिङ लिम्बू अनि बाँकी हाम्रो साथीहरूले चाहिँ अपडेट पनि अनि के अरे हाम्रो कुशल साथीले अनि त्यसपछि इच्छा अनि त्यसपछि सुजनले चाहिँ युनिभर्सिटी छोडेर गयो सजङदे गयो एक दिनको लागि अनि नाउ म तपाईँहरूलाई त बेस्ट सिनहरू यति धेरै फलेको छ कि कहाँको खिचौँ र कसरी खिचौँ भइरहेछ मलाई चाहिँ है अनि हेर्नु गाइस यस्तो बिचमा बस्यो भने त यो पुरै फुलै फुलको बगैँचा भनेर भन्छ नि त्यस्तै छ यो सिन चाहिँ एकदमै God, look at this. हाम्रो यो के भन्छ संसारको क्रिएटरलाई चाहिँ सबैभन्दा धेरै थ्याङ्क यू यो घाँसहरू अझै हरियो भएको भए चाहिँ अझै मजा आउँथ्यो जस्तो लाग्छ मलाई अनि के अरे कस्तो कालो देख्यो हाम्रो एज अलवेज ग्लास बिल्डिङ थ्याङ्क यू फर गिभिङ मी सो मच मेमोरिज सो मेनी मेमोरिज अनि यो चाहिँ हाम्रो मिडल सबैभन्दा सेन्टरमा छ यो रुख चाहिँ ठुलो रुख होइन अनि त्यसपछि मलाई त्यो भिडियोहरू खिच्न आएन क्या एस्थेटिक पाराले टिकटकमा हाल्नलाई त्यही भएर त्यो उता जाने लाइनमा पनि कति छ के लिटरली कस्तो राम्रो छ है यो फ्रन्ट पछि ब्याक गर्नु नमिल्ने रहेछ कि यो आइफोनमा चाहिँ त्यही भएर यो कहाँ छ कुन चाहिँ म देखाइरहेको छु भन्दाखेरि कुनमा देखाउन तपाईँहरूलाई खोजिरहेको छु भन्दाखेरि यो पार्ट के यो परसम्म यस्तो मजाले फुलेको छ अब फेरि उता पनि गएर खिच्छु म उनीहरूलाई पनि से हाई भन्नु पर्यो मुना बिचरा कति धेरै भयो से हाई युट्युबमा आउँछौ है तिमी युट्युबमा छ त तर त्यसमा 4 जना सब्सक्राइबर हुनुहुन्छ आज तिमी गरिदेऊ 5 जना हुन्छ से हाई खै एकछिन फेस देखेन मजाले उहाँ चाहिँ हाम्रो दादा डन हो यहाँ चाहिँ देवेन्द्र दादा से हाई मैले देखिनँ के मैले अघि भने नि त म भ्लग गरिदिन्छु भनेर सामानहरू पो मुनासँग छ होला हामी यो सेमिस्टर हो नि है मजाले बोलेको फर्स्टदेखि अहिलेसम्ममा म त सधैँ बोल्थेँ जोसँग नि प्लिज यस्तो नि भनेर फसाइहाल्ने फेरि होइन मतलब बोल्न त बोलिन्थ्यो तर यस्तरी के सँगै बसेर गफ लडाउने नै टाइपले चाहिँ यसपालि बोलेको हामी मजाले इच्छा नि मिस आउट भइरहेछ इच्छा सुजन कुशल मलाई अरूको बाल छैन इच्छाको मात्र मलाई चाहिँ तर गफ चाहिँ गर्थेँ कुशल त झन् कति म गफ गर्दाखेरि म कस्तो सुन्न मन लाग्छ भनेर भन्थेँ तिमी पनि बोलिरहँदो रहेछौ नि त बोलेपछि हो त नि बोलिरहँदो रहेछौ के मलाई थाहै थिएन तिमी बोल्छ भनेर त्यसरी म चाहिँ त्यसरी बोलिरहनु चाहिँ सक्दिनँ गाइज अलिकता ओए ल यो म पनि क्याप्चर गरिदिन्छु म है लुक एट दिस एस्थेटिक मेरो साइड प्रोफाइल कस्तो राम्रो आइरहेछ कस्तो राम्रो आइरहेछ हो त ओहो से हाई फ्लावर्समा नखिच्ने अर्को डन हेलो खोला न मास्क म तिमीलाई भन्नुपर्छ त भनिदेऊ न स्मारिकालाई सपोर्ट गरिदिनु होला धेरै भन स्मारिकालाई सपोर्ट गरिदिनु होला मेरो 3 जना सब्सक्राइबर छ तिमी 4th बन है आज कस्तो मलाई फर्स्ट भयो भने फर्स्ट हुनु मन छ फर्स्ट भएन भने नो ओहो सन्तोषी ओ फान्जाङ प्रेसिडेन्ट
हान्जाङनिम अहिले मिनिट्समा भिजाउँछ है फेरि से हाई अनि हो गरे तरिका यहाँ मलाई कालो देख्यो म नि उज्यालोमै जानुपर्ने हुन्छ हौ से हाई जस्ट फर मेमोरिज म युट्युबमा हालेर लिङ्क पठाइदिन्छु ल नजान्ने आगन्तिर ल 6वटा सब्सक्राइबर आई गेन 6जना सब्सक्राइबर आई थिङ्क द्याट्स जोसमा उसलाई इरिटेट गर्न जान्छु म एकलट अब आउँछ रियल हल्ला है गाइस अब आउँछ भिडियोमा रियल मलाई हेर्नु त नआउनु नआउनु भन्छ हेर्नु त नआइज जा भन्छ भाग भन्छ मलाई जोसमाले देयर राइट देयर उनीहरूको ग्रुप है उसको अनि अरू त क्लासको लागि गइसक्यो त तिमीहरू किन नगएको अल्छीहरू Oh my god, this is not true. Say hi, Preeti. Hi. Prettiest. No. मलाई चाहिँ नदेखाएर तिमी देख्दैनौ सबैभन्दा राम्रो साथी चिन्ता नगर तिमी देख्दैन यसो गरेर होइन यो चाहिँ सबैभन्दा नराम्रो हो है I love my friends so much. नो 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 त्यसो भए मेक एन एडिट अफ मी त्यो इन्डियनहरूले गर्छ नि रोज अनि अर्थ त्यस्तो वाला मलाई माया गर्छ भनेर उ गर तिमी फेरि से हाई गाइस हेलो दुईटा चुडेलहरू हेर्न न कपाल हेर न कपाल यस्तो खम ओ वाउ कसले गरिदिएको कस्तो भयो नराम्रो हो नि कपाल चाहिँ कति हाइकिङ कस्तो भयो चटपटे कस्तो भयो राम्रो त अहिलेसम्म जिन्दगीमा गएको थिएन हो र अनि किन भयो चटपटे हामीले कति 3टा प्याकेटको चटपटे खाएको हामीले हो अनि खै त नि चटपटे मलाई खै यो सबै खाक्यो को जोसमाले 3टा प्याकेटको भुजाको ओइ जोसमा अगाएकै छैन जोस मलाई के चिन्ता मलाई केही त दिएन हो क्या मलाई जोसले खान लाग्यो पनि हातबाट नोचेर हैन अरूलाई म दिए त्यस्तो गर्छु त म सोझो मान्छे सोझो मान्छे जाम न जाम हाम्रो क्लास त अब के गर्नु गर्छौ जिन्दगीले मलाई तिर्हने सो बिहानबाट जोसमालाई मैले हिँडाको दौडाको मेरो खुट्टा एकदम आज तिमीले मलाई मसाज गर्दैन भने म एकदम दुखिन्छु ओहो जथा भए तिमी यस्तो एउटा लट्ठीले त्यो डस्ना यो अनफिल्टर्ड आउँछ है लेडिजहरू अनफिल्टर्ड आउँछ है यो व्हाट डु यु मीन अनफिल्टर्ड आउँछ यो सब हालिदिन्छु म तिमीहरूले गलत के बोल्यो सब हालिदिन्छु ओ जोसमा सन्तोष तामाङ सरी झन्डे Here comes trouble. भने जस्तै यस्तो नि गर न गर्यो फ्यानहरु हो क्या मेरो न यहाँ हो अब तिम्रो एन्ट्री यहाँ आऊ न से समथिङ हेलो फेरि मलाई बिल लाग्छ यस्तो आयो भन न तिमी स्मारिका संसारको सबैभन्दा राम्रो भन न छिटो यहाँ